भेना अब तपाईँ मैले फोन गर्दा छोरी ज्वाइँले के भन्ला भनेर नडराउनु क्या। अब चाहिँ बिहान बेलुकै फोन हुनु पऱ्यो। म बिहान उठेर गुड मर्निङ भेना भन्छु, अनि फेरि बेलुका गुड इभिनिङ भन्छु, सुत्ने बेला गुड नाइट सी यू टुमारो भन्छु। अनि यस्तो मिठा मिठा गफ गर्दै गएपछि पो अनि मनमा माया बढ्दै 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 जाने हो त। अनि नत्र एकैचोटि झ्याप्पै माया नै आउन गाह्रो हुन्छ क्या भेना। साली तिमी साँच्चीकै महान छेउ। सुन्नु भेना, तिमीले म जस्तो बेसहारा बाउलाई सहारा दिन्छु, मेरो केही स्वार्थ छैन, म तपाईँलाई माया गर्छु भन्दाखेरि मैले कसरी नाइ भन्नु? हुन्छ, तिमी पनि फोन गर, म पनि तिमीलाई फोन गर्छु, हामी फोनमै कुरा गरौँला नि है। हस् भेना। कस्तो अल्झिया क्या, म पनि केले अल्झिया। भेना तपाईँ मलाई बिहे गर्ने कि नगर्ने? ल भन्नुहोस्, बिहे गर्ने कि नगर्ने? ल म अनि लडेँ भेना पनि गर्ने म त बिस्तारै छोडेँ। अनि मलाई बिहे गर्ने नगर्ने भेना, नत्र म त यही मरिदिन्छु यही बेला। इत्रु भ्याइसक्यो अरे, यहीँ झुन्डिएर मरिदिन्छु म। अब चाहिँ जसरी हुन्छ बिहे गर्नुपर्छ। मायालाई कुनै उमेरले छेक्दैन क्या भेना। 80 वर्ष र यहाँ 20 वर्ष पनि बिहारी राखन्, हामी त फेरि भर्खरकै छौँ। भर्खरको तिमी त भर्खरकै छेउ, म त बुढो भइसकेँ। तिमी पनि यस्तो बुढेसकालमा लडाएर अनि बिहे गर्ने कि नगर्ने भनेर सोध्नुपर्छ। अनि बिहे त गर्नु पऱ्यो नि त भेना। अब बुढेसकालमा जीवन साथी चाहिँदैन। सारा भनेकै बुढा र बुढी हो। छोराछोरी त कहाँ हुन्छन्। अनि कसैका छोराछोरीले पाल्छन् कि पाल्दैनन्। बिहे गरेपछि त ढुक्कै तपाईँको सहारा म, मेरो सहारा तपाईँ। त्यो त थाहा छ मलाई। अनि न धकेलिकन न लडाइकन भेना तपाईँ मसित बिहे गर्ने कि नगर्ने भनेर सोध्या भयो नि, भइहाल्छ। होइन कि मैले लडा होइन, जानी मैले भेनाको छातीमा यसो मात्रै गरेर माया गर्न खोजेको। तपाईँ घप्लक्कै लड्नुभयो, म फेरि यहाँ जुत्ता यसमा अल्झिएर म पनि घप्लक्कै भएँ। तिमीलाई घाउचोट त लागेन? लाखाइन भेना। के गर्नु साली, यो माया पाउने मेरो भाग्यमै छैन जस्तो लाग्छ। किन भेना? म बुढो भइसकेँ, तिमी यति राम्री छेउ, यो बुढेसकालमा के बिहे गर्नु? भेना तपाईँ छातीमा हात राखेर सत्य भन्नु त, तपाईँ छोरी ज्वाइँसँग खुसी हुनुहुन्छ हुनुहुन्न? यदि तपाईँ छोरी ज्वाइँसँग खुसी हुनुहुन्छ भने म बिचमा तगाएर बन्दिनँ। हजुरकै छोरी ज्वाइँसँग बस्नुहोस् ल। खै साली के भन्नु, अब तिमीसित सबै कुरा खोलौँ भने पनि आफ्नै आङ कन्याएर छारो उडाएको जस्तो हुन्छ। अब राम्रो छ भन्ने कि छैन भन्ने कि, खुसी छु भन्ने कि खुसी छैन भन्ने कि। अब दुःखी भएर पनि मेरो जाने ठाउँ नै कहाँ छ र, बस्ने ठाउँ नै कहाँ छ र, दुःख सुखका गफ गर्ने मान्छे नै को छ र? छोरी ज्वाइँ काटेर निस्केर गएर के गर्नु? 2 घाँस कसले खान दिन्छ मलाई? बास बस्न कसले दिन्छ? त्यही भएर खुसी नभए नि खुसी नै छु साली। हे तेरिका भेना, त्यस्तो कुरा नगर्नु। अब त म छँदैछु त। म तपाईँकै नहुँदा पनि सालीकै रूपमा पनि अस्ति बिरामी हुँदाखेरि मैले बचाएको तपाईँलाई लुकाइकन खानेकुरा मिठो मिठो ल्याएर दिएकै छु। अब त हामी बिहे गरेर बुढाबुढी भइसकेपछि त मैले के गर्छु छोडिदिनु त्यस्तो कुरा। अब के गर्छौ? माया गर्छु, मिठो मिठो ल्याएर खुवाउँछु, राम्रो राम्रो लाउन दिन्छु। जता गए पनि सँगै जान्छौँ हामी। दुःख सुखका कुराहरू यसो 1 कप चिया पकाएर घुटुक्क पार्दै चिनी लाखा बुढो भन्न पाइयो। तपाईँले एकदम मिठो छ बुढी भन्नुहुन्छ, त्यो अर्कै हुन्छ नि जीवनै। अनि सहारा भनेको यही हो। हुन्छ होला, आशा गरौँ, कल्पना गर्छु साली। तर अब मलाई मान्छेहरूबाट विश्वासै उडिसक्यो। ए मबाट पनि? सबै मान्छेहरूबाट। छोरी ज्वाइँ जस्तो हुँदैन के भेना। म त बुढी हुम्ला नि त। बुढी र छोरी ज्वाइँ छोरा बुहारी एउटै हुन्छ। मैले दिने माया नै छुट्टै हो। खै के भन्ने साली, बुढी हुँला त भन्छौ नि, बुढी हुँला भन्थे चिउरी पनि। म तपाईँलाई साथ दिन्छु, म तपाईँलाई माया दिन्छु, तपाईँको हरेक दुःख सुख मलाई भन्नुहोस्, मसित बाँड्नुहोस् भन्थे। 30 लाख पैसा कप्लक्कै खाएर कहाँ भागी, अत्तो पत्तो केही छैन। भोलि तिम्रो पनि यस्तै स्वार्थ होलान् कि, भोलि तिमीले पनि यस्तै गर्ने हो कि? यस्तो नि त भेना, सबै महिला एउटै पनि हुँदैनन्, हुन्छन् र। सबैको विश्वास गर्ने जमाना पनि छैन। तर तपाईँको 30 लाख रुपियाँ चिउरीले पो लिएर गयो त। अब तपाईँसँग के छ र मैले लानलाई? म के लिएर भागौँला त? भागे तपाईँलाई लिएर भाग्ने हो। आजसम्म कर बलले जसरी भए पनि ज्वाइँ छोरीले राखेका छन्, 2 घाँस तातो खान दिएका छन्, झरी ओतिनी बास दिएका छन्। भोलि तिमीले पनि त्यसै गरी छोडेर हिँड्यौ भने कहाँ छोडेर हिँड्छु भेना? तपाईँको सम्पत्ति मलाई केही पनि चाहिँदैन। तपाईँको छँदा नि छैन लोइ चिउरीले। तर म त हेर्नु न, भर्खरको छु, ब्याचलर पढेकी छु,
उहाँ वडा कार्यालयमा आउनु जागिर खान भनिरहेको थिएँ म अलिक पछि खान्छु भने अब म त जता पनि जागिर खाएर भेनालाई पाल्न सकिहाल्छु घर बनाउनु सकिहाल्छु केही पिर छैन बाँस र गाँसको भेनाले पेन्सनै गर्नु पर्दैन खै कसैको आश लाग्दैन साली मलाई होइन तपाईँलाई ला होला चिउरीले पैसा खाएर गयो अब यसले पनि के खाएर जान्छे भन्नुभयो होला तपाईँको अब खाने के नै छ र मैले भेना होइन अब म भागे पनि तपाईँलाई लिएर फुत्तै भाग्ने हो अब मैले चोर्ने भनेको तपाईँको माया चोर्ने हो अरू त के छ र त अनि त्यही त मलाई शङ्का लाग्छ त मसित केही छँदा पनि छैन न मेरो वंश छ न म उमेरको हुँ न म केही दुःख गर्न सक्छु न मसित पैसा छ न मसित धन सम्पत्ति छ मलाई धन सम्पत्ति केही पनि चाहिएन म भेनाको माया चोर्ने हुन् त्यो माया चोरेकै न्युमा मलाई तपाईँले उजुरी गर्नुहुन्छ भने म तपाईँकै मनभित्र जेलमा बसिदिन्छु लो यहाँ अन्त मैले भन्ने के छ त अनि तपाईँको मन नै मेरो लागि जेल भयो यही मन मात्र हेरे के हो त मैले मन मात्रै हेरेको धन त म आफै कमाउँछु भेना मलाई केही चाहिए छैन तपाईँ बेसारा हुनुभयो सहारा पाउनु भएन भनेर मात्रै मैले हेरेँ हो बेसहाराले सहारा त दिन्छु भन्छौ भोलिको दिनमा झन् ठुलो बेसहारा बनाएर हिँड्ने हुँदैन हो कि हुँदैन भेना हुँदैन तपाईँ पिरै गर्नु पर्दैन यो विषयमा तिमी यति राम्री छौ तिम्रो उमेर छ तिमी जागिर खान्छु भन्छौ ममा के देखेर त्यसरी होइन भेना म अब एकपल्ट डिभोर्स भइसकेको मान्छे त्यही भएर मैले यो भर्खरको यो विषय 21 का लड्के केटाहरू पनि हेर्न छोडिदिएँ क्या यिनका झन् विश्वास हुँदो रहेछ यिनीहरूसँग बिहा गरेर फेरि भोलि छोडिदिने हुन् कि कतिवटासँग डिभोर्स गर्ने बरु उमेर गएको एकजना हेर्ने जिन्दगी बिताउने मेरो धारणा त्यतिले हो मैले धन सम्पत्ति खोजे होइन मन मात्रै खोजेको हो भेना म बाँचुन्जेल मलाई यस्तै माया गर्छौ त यस्तै गर्छु तपाईँले सोचेको भन्दा बढी गर्छु क्या तपाईँ त्यति बेला छक्क पर्नुहुन्छ बिच बाटोमै छोडेर हिँड्यो भने त म झन् अलपत्र पर्छु साली त्यसो गरम लाग्छ तपाईँलाई उजुली तिम्रो दाइ बिर्खिनारायण कहाँ छ दाइ घरमा नआएको त 1 महिनाभन्दा बढी भइसक्यो कति खोजिसके गाउँमै छैन त्यो किन चैत्र साहब तिम्रो दाइ बिर्खिनारायणले पारी नेपाली गाउँको एकजना केटीलाई बलात्कार गरेर फरार भएको छ पुलिसले जहाँ भेटायो त्यही समस्या उसलाई र केही गरी तिमीसँग नि कन्ट्याक्ट गर्यो भने उसले तुरुन्त पुलिसलाई खबर गर्नु अलि मग लाग्यो ल कदारे यत्रो घर छोडेर हिँड्दा पनि त सुध्रिन छैन तँलाई भेटाउन मात्रै सरी बस्यो रुखैको सैसैमा म यहाँ बस्यो कलिलो बैसैमा सरीले हान्नै लाग्यो अब होइन कोप्ची म यति राम्री भएर कहाँबाट आएको म जहाँबाट आए पनि जहाँ गयो तँलाई के मतलब त दारे जुन बाटो आएको त्यही बाटो गइहाल जा होइन के भयो यसलाई एक्कासी होइन कोप्ची अनि त के बाँकी हो तेरो बङ्गारा फुस्किनी गरेको यत्रो दिनपछि तेरो दाइ बिर्खिनारायण गाउँमा आइरहेछ फुलमाला लगाएर सम्मान गर्न छोडेर जा जा भनेर घचुर त्यस्तो गाँठे पैसा न सैसा टिकट त्यहाँ तेरो यो थोत्रो डाइलग तँसँग रद्दारे मलाई तेरो अनुहार पनि हेर्न मन छैन दुनियाँका छोरीलाई बलात्कार गर्दै हिँड्ने त तेरो बुद्धि त हाम्रो घरमा टेक्ने है गइहाल जा भने भोगो कसै घरमा आउनु परेको छैन कोप्ची दादागिरी देखाउँदै रहेछ यार पैसा न सैसा टिकट त्यहाँ ए दारे गोरु तँलाई पुलिसले खोजिरहेछ जिन्दगीभर जेलमा सडेर बस्नु पर्ला नि काहीँ भएको बलात्कारी अब त अनुहार पनि के हेर्नु हेर नि त्यहाँ कसो गरेको छ अनि यसले मलाई कुनै एङ्गलबाट बलात्कार देखियो कति नै मैले बलात्कार गरे जस्तो अर्कैले बलात्कार गरेर यहाँ भागेर म फसिरहेको छु मलाई बलात्कारी भन्छ यार केटीलाई हस्पिटल लगाएको छ न कप्ची केटीको होस खुलेपछि थाहा हुन्छ को बलात्कारी भनेर नसुनी गइ त अलि बाटैमा औकात देखाइ कसरी घर जानुभयो पैसा न सैसा टिकट त्यस दिदी तपाईँको बुवामा बाटोमा बेहोस भएर लड्नु भएको छ थाहा छैन के भयो मेरो बुवा हजुर तपाईँको छिटो जान्न भेना होइन रक्सी खाएर यो बिच बाटोमा उतार्ने परेछन् कि क्या हो कि साली आउँछ भनेर हो साली आउँछ भनेर यसरी बिना बिचमा उतार्ने त पर्न नपर्ने हो भेना के भयो अनि रक्सी खाएर यसरी उतार्ने पर्यो भेना भेना खासै रक्सी पनि गना खाएन हर्छ कि के गना हो भेना ए भेना के भयो हात त सबै चिसा खान्छ हात बढा त लो ल ल ल लु भेना भेना भगवान् त के म त रक्सी खायो भने त होइन पर भेना 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 उठ्नु न के भयो मेरो भेनालाई उठ्नु त भेना
चिउरीका भेना के भयो बोल्नु न एकपल्ट भेना हजुर साली भन्नु त म साली हो के भेना 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 बोल्नु न भेना के भयो भनेको एक्कासी के भयो भेना भेना छिटो आउनु छिटो भेना बुवा हजुर बुवा के हो तपाईले बुवा के भयो तपाईको को तपाईले के गर्नु कता मैलो हुन्छ हजुरबा मार्न खोजे होला को तपाई मेरो भेना होइन मैले क्यार्नीमा आउँदा यस्तो हुनुहुन्थ्यो मेरो बुवालाई नछो बुवा सानीमाले गर्दा होला बुवा के भयो मैले कहाँ हुने तपाईँले के गर्नुभयो मेरो बुवालाई मलाई के गरे तपाईले हो यस्तो बनाको कहाँ मैलो हुन्छ यो को न को आइमे आएर यस्तो गर्ने यार बुवा के भयो मेरो भेना होइन न के भयो के गरेको हो कस्ता चोठालेहरू मैले के आज मेरो भेना आउँछ मलाई वो हुँदैन बाटोमा लठाएर के गरेको कस्ता क्यार्नी मार्न खोजे होला मार्न पर्छ केही नगरेको भए भाग्यो त त्यही नै गरेको छ बुवा 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 उठ्नु न के भयो हस्पिटल लानु पर्छ अब हजुरबालाई त हस्पिटल लैजानु लागेको छैन दिनाजु कस्तो भइराखेको छ दिनाजु उठाउनु न दिदी उचाल्नु न दिनाजु उचाल्नु न बुवा उठ्नु न पहिला उठ्नु न मेरो बुवालाई के भयो बुवा